नेपाली चलचित्र क्षेत्रमा नयाँ उत्साह थप्दै बहुप्रतीक्षित चलचित्र चिरञ्जीवी भवको वर्कसप आधिकारिक रूपमा सुरु भएको छ। माघ 1 गते प्रदर्शनमा ल्याउने लक्ष्य सहित निर्माण टोलीले अहिले पर्दा पछाडिको तयारीलाई तीव्र बनाएको छ। यस चलचित्रमा नेपाली फिल्म उद्योगका चर्चित कलाकारहरू जस्तै हरिवंश आचार्य, कुमार कटेल, दीपक प्रसाद आचार्य, प्रियङ्का कार्की, सुमन कार्की र हरिश निरौलाको सशक्त अभिनय रहनेछ। निर्माण टोलीका अनुसार वर्कसप मार्फत कलाकारहरूको अभिनयलाई अझ मजबुत बनाउने र कथालाई जीवन्त बनाउने प्रयास भइरहेको छ। दर्शकहरूलाई नयाँ स्वाद दिने लक्ष्य सहित चलचित्रको सम्पूर्ण टिम अहिले गम्भीर तयारीमा जुटेको छ। चलचित्रको बिहाइन्ड द सिन अर्थात् बीटीएस तस्विरहरू सन्तोष छेत्रीद्वारा खिचिएका हुन्, जसले निर्माण प्रक्रियाको झल्को दर्शकहरूमाझ पुर्याइरहेका छन्। निर्माताहरूले बताएका छन् कि यो चलचित्र मनोरञ्जनसँगै भावनात्मक कथा बोकेको हुनेछ, जसले दर्शकको मन छुने अपेक्षा गरिएको छ। माघ 1 लाई लक्षित गर्दै प्रचार प्रसार पनि बिस्तारै बढाइँदै लगिएको छ। अब निरन्तर यात्रासँगै चिरञ्जीवी भवले ठूलो पर्दामा कस्तो प्रस्तुति दिनेछ त्यो भने हेर्न बाँकी छ। तपाईहरू पनि यो नयाँ बन्न लागेको फिल्म चिरञ्जीवी भव हेर्नका लागि कतिको एक्साइटेड हुनुहुन्छ कमेन्ट गर्नुहोस्।